हामी चाहिँ अहिले खोलातिर पिकनिक खान जाँदैछौँ। यस्तै छ, साथीहरू छन् यहाँ। बडी बोलेर यो यिनी चाहिँ अमित हुन्, यिनी चाहिँ किस्मत हुन्। यो बडी बोल्ने चाहिँ अक्षय कुमारको नाम लिएर नै आफ्नो बेइज्जत गराउने मान्छे हो। ल यही नै हो, अहिले सुरु भयो। अब जाम कहाँ गइन्छ थाहा छैन। हाम्रो आफ्नै डेस्टिनेसन छ। के बोकायो साथी? खसीको टाउको हो क्या? गाउँतिर यस्तै गरी बोक्थ्यो नि खसीको टाउको। हो सुनाइदेऊ, आजको के छ तयारी? आजको तयारी हामी अब खानापिना जाँदैछौँ। अब पछिको तयारी पनि सुनाइदेऊ। अन्त के छ जिन्दगीको प्लान? जिन्दगीको प्लान त यस्तो केही छैन साथी। अब घर जाने हो, त्यसपछि हेरौँ। किस्मत, एनिथिङ फ्रम यु? मेरो पनि त्यस्तो केही छैन। अब भइसक्यो एक्जाम दिनु पऱ्यो। न्यु इयरको दिन आज अब यही बारबेक्यू गर्ने, खाने बस्नु नि साथी। हो, आजलाई त रमाइलो गर्न हिँडेको ग्रुपको 4 जना इन्जिनियर बोइज। यस्तै हो, म पनि छु। एकजना चाहिँ उता चक्कु लिन गएको एकदमै ठुलो चक्कु लिएर आउनुभएको छ उहाँले, फेरि आँखातिर हान्नको लागि मात्रै। ल गाइज, हामी चाहिँ अब स्प्राइट पनि किन्यौँ। हामी अब अरू केही नखाने खाले पऱ्यो। यो त लोकल पानी भन्ने सुन्दामा आँखा त अमित कहिलेदेखि खान थाल्यौ? अलि 1 महिना 2 महिना भन्न थाल्यो। अरे अनि दोस्त कतिको टाढा हो नि? अब टाढा त हामी 15 मिनटमा ठाउँमै पुग्छौँ जस्तो लाग्छ मलाई। हो, तर त्यो डेस्टिनेसन हाम्रो हो कि होइन थाहा छैन है। हामी ठाउँमा पुग्छौँ, त्यो ठाउँले हामीलाई राख्छ कि राख्दैन थाहा छैन। पिकनिक स्पोट हो, स्पोटको पैसा माग्न थाल्यो भने त हामी त घाटा छैन। म त दिन्न, म त खोलामा जानै परेन नि। पानी नपर्दासम्म। यो चाहिँ माथि यो कुन डाँडा थाहा छैन। यता घार्मी डाँडा हो, माथि ढिकी डाँडा हो, यता केही डाँडा हो। यसपालि यो महेन्द्र गुफा हो। यो अक्षय कुमार हो नि। अक्षय कुमारले नि नचाहिँदो फिल्महरू साइन गर्छ नि कहिलेकाहीँ, त्यस्तै हो कि यो पनि। नचाहिँदो कुरा गरिराख्ने मान्छे हो। नाम पनि मिल्यो, क्यारेक्टर नै मिल्ने क्या। यतापट्टि हो हामी जान खोजेको। पानी त सुक्या रहेछ। पानी त सुक्या रहेछ। म स्विमिङ गर्ने सोचमा आएको। लिटरली मेरो पनि त्यही। दिस इज भेरी भेरी गुड भ्यू हियर। यो माथि हरिपाउ हो कि के हो, मलाई खासै ठाउँ चाहिँ थाहा छैन। हामी चाहिँ यता यसो खोलातिर बसौँ, यसो बारबेक्यू गरौँ भन्ने सोचले आएको हो। साथी पनि भ्लगिङ गरिराख्नु, भिडियो बनाइराख्नु। गर्मी भइराख्यो, लास्टै गर्मी चाहिँ अति नै छ। पुरा सिधा टाउको माथि घाम पऱ्यो जस्तो भयो। अनि अब यो धेरै घाम लाग्यो, अब बेलुका पानी पर्छ भन्ने चाहिँ फेरि मेरो आँखा लाग्छ। यहाँ अहिले फर्किने बेला हामी भिजाइ नि हुनसक्छौँ। सरप्राइज हुनु खासै ठुलो कुरो छैन यसमा। यहाँ त यस्तै छ। त माछा मारिरहनु भाइहरूले। नाइस छ भ्यू त, शान्त चिल छ। स्विमिङ गरिरहनु। ल अब यसो म्यारिनेसनको काम छ यहाँ। ढुङ्गा आगो बाल्नलाई, तर सानो ल्यायो मलाई थाहा भइसक्यो। ओ नाइस। यस्तो खोलाको छेउमा छौँ हामी चाहिँ अहिले। नाइस। ल आगो बल्दैछ यहाँ। अक्षयले बाल्दैछन्, किस्मत बसिरहन्, अमितले चटनी बनाइरहन्। अनि चाहिँ यस्तो खोलाको ठ्याक्कै कल खोला बगिरह। म भर्खरै म्यारिनेसन गरेर बसेँ हो। यहाँ पुरा धुल लागेको हात अहिले धुँदै। यस्तै छ ठाउँ, चिल छ, आनन्दको छ, रमाइलो छ। यस्तो भ्यू छ मस्त पोखराको ठाउँ। आगो बलोस् टाइममा, त्यही नै हो अहिलेलाई। आगो बलिसक्यो, कोइलाको काम अहिले गर्ने हो। यता चटनी बनिरह अझै पनि मजाले। खोला बगिरह, बसिरहेको आगो आइरहेको। यो गर्मीमा शीतल खोजेर यता शीतलमा आगो बाल्नलाई, हामी पनि गर्मी बनाउनलाई आयो जस्तो हो। दामी छ कि भ्यू चाहिँ मजा आएर। पानी पर्ला जस्तो भइसक्यो है यतापट्टि यो घार्मी डाँडा माथितिर। पानी पऱ्यो भने चाहिँ हामीसँग अर्को नेक्स्ट अप्सन छैन अहिलेलाई। त्यो भएपछि अब पकाउनु थालिहालौँ भन्छु म। ल बारबेक्यू सुरु भइसकेको छ साथीहरू। चटनी पनि रेडी भइसकेको छ। नयाँ स्टाइलको आज अदुवा लसुन चाट मसला अनि के अरे अर्को एउटा प्लेट निकाल त। ल चियर्स, ह्याप्पी न्यु इयर।
नेपाली नयाँ वर्षको सम्पूर्णलाई शुभकामना। नेपाली के हाम्रो नयाँ वर्षको सम्पूर्णलाई शुभकामना। ल यो बारबेक्यू भयो, अब के भन्छौ? कस्तो एक लट त खाइसक्यो, कस्तो लाग्यो? पहिलाको लड त धेरै राम्रो लाग्यो, तर अझै तिमी बढी मेहनत गरे अझै राम्रो। मेहनत यसमा अलि बढी नै छ। अलि अर्को भिडियोमा फेरि हेरौँला, अर्को पार्टमा। ल किस्मत बहुत खतरा यार, मजा आइरह्यो हो, मजा आइरह्यो। ल फर्स्टमा त तिमीलाई चाहिँ चटनी दामी बनाएको थियौ, एकदमै राम्रो थियो। ल अब भन चटनीमा के हालेको थियौ? चटनीमा मैले हालेको के थियो, जे थियो सबै हाल्दै। मतलब के थियो? अदुवा अनि कागती अनि स्पेसल मसला लास्ट यो अनि नुन। बाबाले बनाउनको पसलमा मैले लिएर आएको थिएँ, एकदमै राम्रो छ यो मसला। नुन खुर्सानी अक्षयको रुमबाट लिएर आएको, दामी भयो। ल साथीहरू, अब नेक्स्ट राउन्ड छैन है, यही हो। हेर न, ज्यान अनुसार स्प्राइटको बोतल बोकेर बस्यो। पानी साथी स्प्राइट हो त्यहाँ छ नि त। जोस् पानी पर्ला जस्तो लागेर हतार हतार पकाइयो, घाम लाग्यो क्या पोखरामा। अब रमाइलो भइरह। जोस् यहाँ चाहिँ अब फोटो सेसन भइरहेको छ मजाले। म चाहिँ यसो काठो भयो जिन्दगी, हेर विरक्ति लाएर बस्यो यार। किन हो, के हो साथी? कहिले लभ कहिले परेको थियो? लभ कहिले परेको थियो? यिनी चाहिँ हाम्रो फोटोमा माहिर छ नि, जति बेला नि फोटो कि त खिचिदिन्छन् कि त खिच भन्छन् यिनी चाहिँ। म धेरै खिच्दिनँ नि दोस्त, तर तिमी बोल न के भन्ने? केही अब इन्फर्मेटिभ कुराहरू यो भिडियो हेर्ने मान्छेलाई भन न, भन केही। जितेन्द्रको च्यानललाई सब्सक्राइब गरौँ। एकदमै यो चाहिँ मलाई मन पर्यो एकदमै। यो बेस्ट लाइन थियो, वान अफ द बेस्ट लाइन थियो तिमीले भनेकोमा। यहाँ त एन्टी लाइट परिरहेको केटाहरूले फोटो खिचेको, हामीलाई हटाइराख न, हटा हटा भनिराखन्, हामी हट्दैनौँ। कति न सर हो नाइस छ यार ठाउँ त यतातिर नि। ल गाइज कस्तो लागिरहेको त नि पोखराको यो अनुभव सुनाइदिउँ। पोखरा बवाल छ यार। हामी 4 वर्ष बसिसक्यो, अनुभव धेरै लिइसक्यो साथी। अब सुनाउ न त, अडियन्सलाई सुनाऊ। हेर्नु अब यहाँ स्विमिङ गरेर नै हिँडियो। अब एकछिन बसियो। त्यो भन्ने होइन साथी कहाँ छ अहिले, मैले लिएर हिँडेँ भ्लगमा कट्टु खोइ भनिदिएर आयो। अब यार अब त्यो सिक्रेट कुरा हो नि, दिस इज प्राइभेट। भ्लगमा कट्टु साथै आफ्नो कट्टु समाचारहरूलाई कट्टु खोइ भन्ने होइन नि साथीहरू। म चाहिँ विशाल गौतम जस्तो आवाज निकाल्न खोजिरहेको छु, तर त्यस्तो आउँदैन मलाई। कसैले क्लिप काटेर भाइरल गर्दै नि हुन्छ नि मेरो यो भिडियो, तर हुन्न क्या म भाइरल किन है। तर धेरै पछि यो पानी धेरै थिएन खोलामा, हल्का शरीर भिजाएर बस्न चाहिँ रमाइलो लाग्दो रहेछ, मजाको आनन्द। हामी चाहिँ सर्टकट बाटो लाग्यौँ। अब यता बाटोले चौरतिर कहाँ निस्किन्छ नाइस। ल गाइजहरू फर्किने बेला भयो, कस्तो भयो भन्दै जाऊ यसो। आजको दिन कन्क्लुड गर्दा धेरै रमाइलो भएको छ। अनएक्सपेक्टेड धेरै राम्रो भयो, धेरै राम्रो एकदम मोबाइल हेर्दो जस्तो यार। ल नाइस। ल यसैसँगै म पनि यो भ्लगबाट बिदा हुन चाहन्छु। सबैलाई धन्यवाद यतिन्जेलसम्म भिडियो हेरिदिनु भएकोमा। च्यानल सब्सक्राइब गरेर जानु होला। साथीले कसैले भिडियो हेरेन भनेर डाउट गरेका छन्, यो डाउट रङ प्रुफ गरिदिनु होला भन्न चाहन्छु म सम्पूर्णलाई। धन्यवाद, बाई बाई।